विष्णु पौडेलहरू सुकुम्बासीका नाममा ठाउँ ठाउँमा जग्गा जोड्नु थियो र सुकुम्बासी समस्या राखिराखेका थिए कि उनीहरूले यसलाई समस्या समाधान गर्नै पर्थ्यो कुनै न कुनै सरकारले गर्नै पर्थ्यो हिजोका लुटेराहरूले सुकुम्बासीका नाममा हुकुमबासी बन्नको लागि यो समस्यालाई राखिराखेको हो 10,30,000 हेक्टर भन्दा बढी जग्गा आज हाम्रो बाँझो छ क्या हेर्नुहोस् 11.5 लाख जति मात्रै हाम्रो चाहिँ 3टा क्याटेगोरीको सुकुम्बासीहरू हो एउटा भूमिहीन दलित एउटा अव्यवस्थित बसोबास र विशुद्ध सुकुम्बासीहरू हेर्नुहोस् यसलाई व्यवस्थापन गर्न अहिले हामीसँग भाग तत्कालै भएको हो बाँझो जमिन नै त 10,30,000 हेक्टर भन्दा बढी छ क्या मजाले चाहिँ व्यवस्थापन गर्न सकिन्छ तर यहाँका दलका मान्छेहरूले सिधै भनौँ न एमाले कांग्रेस माओवादीका लुटेरा मान्छेहरूले सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नको लागि केही मान्छेहरू खडा गरेर राखेको थियो हेर्नुहोस् हैन वास्तविक सुकुम्बासीलाई ओजेलमा पारिएको छ त्यहाँ पनि 30 वर्षमा 20 वटा आयोग बने सुकुम्बासीका हैन एउटाले पनि काम गरेन चाहिँ महेन्द्रनगर चाहिँ नगर विकासको टिकापुरको देखि लिएर देशैभरिका नगर विकासका जग्गाहरू यिनले कसरी लुटी खाछन् एक फेहरिस्त थाहा छ र यिनलाई एकलाई हतगडी लाउनु पर्छ हेर्नुहोस् देशको राज्य ढुकुटीलाई चाहिँ तपाईको चाहिँ मासेर खाने लुटेर खाने यो हुँदैन